हेलो एभ्रिवान, सेवारो नमस्ते सबैजनालाई। आज पनि स्वागत छ फेरि पनि मेरो नयाँ ब्लगमा। सो सिन्स तपाईले देख्नु भएको जस्तो मेरो नयाँ ब्लगमा देख्नु भएको थियो, म घरमा आइपुगेँ। सो घरमा चाहिँ अब डेकोरेसन हुँदैछ, अब डेकोरेसन सबैले प्रिपरेसन गर्दैछ। सो तपाईले सबैजनाको हार्ड वर्किङ हेर्नुहोस् डेकोरेट गर्नलाई। ओके। अनि सिन्स अब हाम्रो फुपूले यहाँ घर पनि लिप्दैछ अनि दुईजनाले वहाँ कलगास ताङ्दैछ। आज लक्ष्मी पूजाले खाममा, सो कलगास ताङ्दैछ। अङ्को घरमा अहिले सिन्स लाइट पनि लाउनु छ गाइड, जसरी तपाईँले देख्नुहुँदैछ। घरमा पनि लाउँदैछ, चौकामा उहाँ पनि लाउँदैछ के भा लाइट। सो खास डेकोरेसन भएको छैन, सिन्स हामीले खालि यो लगाएर यो बनाएर हामीले भर्खर लगाएर ड्रेस गरेको गाइड। अनि यिनीहरू चाहिँ जस्ट रेडिमेड किनेर लगाएको हो। अनि यिनीहरू लाइट यिनीहरू प्रिटी छ नि यिनीहरूलाई हेर्दाखेरि। एकजना तपाईँ चटपटी पो बनाएको अब के हालेको यहाँ रामपामा नि आलु किन हालेको फेरि के चाहियो रे? तो गाइस यहाँ काम गरेको मान्छेहरूलाई चा पनि बनाएर दिनु पर्यो। त चा बसालेको थिएँ, चा बनाएर पानी उम्लिनु आँटेको छ। सो अब चापटी हालेर बनाउने सबै सुरु गरेछ। खै मलाई पनि चामच पात गर। बाबरे बा बिनार हेरेर त गाइस झगडा गरेछ खानुको लागि। गाइस अब हामी चटपटी खाँदैछौँ। राजाको सानो बहुत पिरो भएको रहेछ। घर छेउको फिसरी हो, यहाँ मेरो बुढा पनि भन्दैछु हमको तो यहाँ हमको यो घरको साइडको एरियाहरू हो। अब गाइस हामी हाम्रो घर छेउको बडेमाको घर छेउमा आयौँ। बडेमा के गर्नुहुँदैछ गाइस? यहाँ त बडेमाले पनि यस्तै पत्ता लाग्नुहुँदैछ। यो हामीले बनाएको हो कि लिनुहुन्छ है बडेमा? हेलो यति स्ट्रगल गरेको थिएँ मेथी लाउनुलाई, भइ त गयो एटलिस्ट। अब अझ कतिवटा छ? अझवटा छ नि। हाम्रो बडेमाले त मसरुम पनि बनाउनुहुन्छ अरे। कसरी बनाउनुहुन्छ बडेमा यहाँ भनिदिनुहोस् त। मसरुम बनाउनु बोइल गरेर नि मसरुम पनि देख। सो गाइस यहाँ तपाईँले देखेको जस्तै यो पुरा मसरुम, यो पनि मसरुम, यो पनि मसरुम, अरू यो सबै मसरुम। यहाँ सबै मसरुमकै के भएको छ गाइस। लिनु मन भएको मान्छेहरूले कमेन्ट गरिदिनुहोस् को कोलाई किन्नु मन छ। गाइस हामी यति मजा बनाएको छ, यहाँ पुरा मसरुमको फार्म खोलेको। सो गाइस अब लास्ट मन्दिर बाँकी छ। मन्दिरमा अब मन्दिरमा पनि त्यही लाउनु लागेको अब। सो हाम्रो बहिनीले माटो लिएर जान्छ, माटोलाई किल्ला हाम्रो बहिनीले। यसो बहिनी हेर भन्यो ओ मन्दिर पनि प्लास्टर गर्नुभएको रहेछ नि, कति राम्रो देख्दैछ गाइस। सो गाइस यहाँ पनि आज एउटा छ अरे मसरुमको रुम, हेरौँ कस्तो छ। वाउ कति सुन्दर यहाँ। ओ यहाँ त भयो त यो मसरुम गाइस। यो मसरुम त यहाँ भएको रहेछ गाइस। ए मान्छेले त यहाँ फलेर खाइ पनि सक्यो गाइस। को कोलाई लिनु मन छ हेर्नु यहाँ गाइस। गाइस यहाँ त्यति बेसी गाइस फलिरहेको छ गाइस। यहाँ भनेको कि कति सुन्दर मसरुम गाइस। जुन जग्गामा म खेलेर त्यो जग्गामा हेलो 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 मीनाक्षी से हेलो टु एभ्रीवन, से हेलो टु एभ्रीवन। हाय फिल्ममा त्यही भात खाँदैछ। के छ दिखाएको भिडियोमा? टमाटरको चटनी के हालेर बनाएको? अदुवा टमाटर एकला। वाउ मिठो हुन्छ होला है। कहाँ यहाँ हेलो गरिदिनु त। हेलो गरिदिनु त। कस्तो हुनुहुन्छ? सन्चै छु। सो गाइस हाम्रो अहिले हाम्रो घर छेउको दोकानमा जाँदैछौँ। के भयो भाइ? ल सो हाम्रो 4 जना दोकान जाँदैछौँ घुम्दै घुम्दै शाममा जस्ट। हेलो गाइस, सो फाइनली डेकोरेशन का प्रिपरेशन का खत्म हो गया। सो आप लोग मैं अब डेकोरेशन दिखाना चाहती हूँ, लगा आप लोग कमेंट में ज़रूर बता देना। सो गाइस ये रहा हमारा डेकोरेशन। सो कैसा लगा? आज लक्ष्मी पूजा भी है वैसे।
ये रहा हम लोग का डेकोरेशन कैसा लगा आप लोगों को कमेंट में जरूर बता देना। लग रहा है जैसे हम लोग कोई पार्टी में आ रहा है ना? हाँ। नहीं निशु सो कस्तो लाग्यो हाम्रो घरको डेकोरेसन कमेन्टमा जरुर भनिदिनु अनि आजको हाम्रो ब्लग यति नै थियो। सो भोलिको भिडियो चाहिँ तपाईहरु प्लिज स्टे ट्युन एट 6:17 PM because tomorrow's vlog will be released at 6:17 PM. So take care, bye.